म यो साउन्ड सुन्नु जस्तो लाग्यो हौ अलिकति झुकेर अलिक उठेर पाउ यस ल यो त बाउ छोरा पो त हौ चिम्पान्जी जस्तो उभिरहेको छ दुई भाइ ल पार्टी आजको लागि यति ज्यादा गऱ्यो भने फेरि बुढो हड्डी फुस्किला नि ल ल ल ल पार्टी आज यति ज्यादा गऱ्यो भने ल पार्टी अनि के हो तिमीहरू त बाउ छोरा सन्तो कता हौ यतैतिर हो म त अनि तिमीहरू त बाउ छोरा नि के हो अनि पार्टी चाहिँ के हो ए मोला जमाना कहाँ पुगिसक्यो अहिले छोरा देखि राख्नु पर्यो नि पहिला जमानामा के गर्दैछस् भन्दै थियो अहिले वाटर ड्रिङ्क फक भन्छ लु हेर त कस्तो कस्तो सुनेको थियो फक भन्दाखेरि अर्काई कस्तो लाग्यो त लाग्यो त्यो मेरो नाला छोरालाई पनि राख्नु पर्यो क्या के भएछ यो क्या जेनेरेसन ग्याप गर्नु पर्ने अब म तिमीलाई थाहा छँदैछ मेरो नाला राडा भन्दा देख्ने बित्तिकै बेल निकालेर पड्काउनु मन लाग्छ ए यहाँ खासा खुसुक चाखुस ल भेटौँ है त फेरि ल आज तिमी पढाउनु हौ हिजो मैले पढाएँ त हौ तिमी त कस्तो जिबी ल म पठाउँदैछु वाह छोरो वाह राणाको छोरालाई मैले साला चुतिया अझ त्यो घुम्रे कपालमा चाहिँ तेल ल्याएर पठाउनु अझ राम्रो देख्छ होला साला मैले के पनि गरेछ भन्छ को थियो त्यो कोही पनि होइन बाउ गर्लफ्रेन्ड थियो आज होइन सन्तो आज होइन बाउ तर म भोलि हेर्छु राज होइन आज मेरो खुसीको दिन छ आज हुन्छ पार्टी के त्यस्तो हुँदैन यहाँ पार्टी मेरो कुरा त सुन्न बाबु हुँदैन मेरो कुरा त सुन्न बाबु हुँदैन कुरा त सुन्न बाबु हुँदैन शीतल मन लिएर आउँछु ल बाउ यति नगरी कहाँ हुन्छ त अन्त आज मजा आउने रहेछ हजुर मम्मी म आज कुमार साथीको घरमा छु आज अलिक ढिलो हुन्छ होला बाउ त थाहा छैन मम्मी खै कहाँ जाने हुन्छ साला तेरो आमाले पनि कहिले राम्रोसँग रक्षान नदिनुहोस् खा न छोरो खा त राणाको बाङको यो पालि इक्जाम मान्ने तेरो राम्रो मार्क्स आएको रहेछ नि त राणाको बाङको मैले चाकबाट तेल निकाल्नु भने मेरो नाम पनि सन्तो होइन बुझिस्
आज होइन सन्टु आज होइन जेनेरेसन ग्याप बन्द गर्नु पर्यो जेनेरेसन यस्तो पारा नि जेनेरेसन ग्याप हुन्छ बरु त्यो पल्लोहरूको बुढोको छोरा हेर्नु त परे कस्तो लकी छ बाउ पनि बुझ्ने पाछ बाउ तेरो बोला नि के आइडिया दिएन नि त हामी पनि जेनेरेसन ग्याप गर्नु पऱ्यो नि त त्यो पल्लोहरूको बुढो जस्तो बाउ सर कस्तो छ सबभन्दा पहिला मलाई छोरो होइन अर्कै भनेर बोल्ने नि अरे भन्ने भन्नु खान राडाको पान पक्नु छोरा नरिसान ल खान भाइ मेरो भाइ नरिसान ल दोस्ती ल ल अब तपाईँ पनि नाम फिर्नु के आफ्नो मेरो नाममा चाहिँ के प्रब्लम छ भाइ यस्तो दामी त नाम छ सन्तु यसमा चाहिँ के छ राम्रो नाम सन्तु मलाई पाल त राडाको मनलाई पालिकै राखेको छु त्यत्रो 15 वर्षसम्म ए बाउ अहिलेको जमानामा पाल भन्छ कि त्यही कारण कलमी खानपाल ए हाउ आर यु खानपाल माइसेल्फ एसटी यो हो नि त एसटी अब चाहिँ हानिन्छौँ त चिलमा यो खुसीमा हान्नुपर्छ एसटी चेस